अब यस्तो के चित्र बनाउँछन् अब के हो ओ भाइ सरी कस्तो के देख्न पाइन्छ अरे तेरै काम ओइ मासाले हेलो गाइज द बच्ची ब्लग्स फेरि पनि आइसकेको छ नयाँ भिडियो कन्टेन्ट लिएर अनि एउटा सेलिब्रेसन हान्दिउँ क्या पब्लिकमा बच्ची ब्लग्सको चाहिँ एउटा नयाँ निस्केको छ यस्तो यो भनौँ कि काम छ अरे सानो त्यही भएर सो म पनि साथी आइदिएको घुमौँ भएर के छ सर ल कहाँ हो हजुर ल ओके सायद हामीले चाहिँ ठामसाम नपाएर भड्किँदै हिँडिरहेको छौँ अनि यो एउटा तल एउटा कुरा भन्छु क्या मैले के पेन्टी लगाएन हो कि फेरि बनाइदिउँ अनि ऊ भन्न त तैँले कुन ऊ लाछस् किन भन्ने हो पेन्टीको कलर भन्न कस्तो लाग्छ के म त बिर्सेँ ला ऊवाला त लगाएनस् स्पाइडरम्यान कार्टुनवाला क्या तै लास र खै मैले त लागै छैन अब फेरि अर्को स्पाइडरम्यान देख्ला फेरि भन्न केही अब गाइज यहाँ हुँदैन जस्तो आउनु पऱ्यो नि यहाँ चिट्ठी केटीले हेरिदिरहेको चिट्ठी बजाएको मलाई थाहा थिएन नि त सो गाइज दिस इज द ब्युटी अफ तानसेन यहाँ तानसेन पनि लेखेको छ देख्न सक्नुहुन्छ तर यो विशाल बजार पनि दामी गराएर रहेछ न अहिले बहुत पछि आयो कि अन्त यो कहाँ छ नि चिन्नु भएको छ गाइज मेरो सापरा र यसको सापरा हेर्नु नि एकचोटि कतिको डिफ्रेन्स छ खै यसको त अझै पाइट यस्तो ए आमा नि होइन तर सापरा सो गाइज हामी चाहिँ तानसेन लेखेको ठाउँमा आएको छौँ टी भन बाबु टी को र यस्तो नगर्न भनिदेऊ न को सुजन यसले कहाँबाट ल्याछ कि पसिनाको धारा भयो अझै पनि यही बाटो भन्छ कहिले कहाँ हिँडाउँछ कहिले कहाँ हिँडाल्छ कहिले कहाँ ल सो गाइज भ्यू टावर चाहिँ अभी कतिसित नदेखेको कालो यस्तो ठ्यास देखे नि त्यही हो भ्यू टावर चाहिँ नदेखिने रहेछ अरे क्यामेरा यस्तो यताबाट देखिन्छ कि हेर्नु हाम्रो तानसेनको भ्यू टावर चाहिँ यही हो श्रीनगरको ए सुजी मम्मीले के मेरो मम्मीले बाबु जा गएर 1 किलो सुजी लिएर आइज भनेर भने पार तेरो घर गएर कानमा समातेर घिसार्दै लिएर आउने गरेको अगाडि 48 किलोको सुजी भेटायो कति किलो होस् त धेरै जस्तो छैनस् मेरो अनुमानमा यार 48 होला 51 धेरै भनेको 51 ल भन्न साँच्चै ड्याङ है देखिस् तेरो दाइको पावर कस्तो सिस्न सक्यो गाइजले मलाई जङ्गल लिएर आएको छ पता नहीं हमको ये क्या करने वाला है हमारे साथ चाले ओए मलाई त टेकन्डा आउँछ म हाला फुटालिदिन्छु तेरो अन्डा सन्डा जाला है फेरि भाइ जे पाइ त्यो नगरेस् मलाई के हेरेको रहेछ रे माछा लाजै लाग्ने गरी हेर्छ है साले गर्लफ्रेन्डलाई जस्तो हेर्छ यार के हो र यो मलाई फेरि फुलदेखि एकदम अब्सेसन छ यस्तो राम्रो लागेर म केटी भएको भए यस्तो राम्री बनेर हिँड्थेँ होला कि गरेर हिँड्थेँ होला कि म केटी भएको दुख्यो सरी ल नाजुक छु म यार बाबु ऊ खेलाम न त यहाँ भलिबल लुका मारी खेलौँ ल के फोन कटाइयो खै के हनुमान तैँले हेरे मैले त पुरानो छ नि खान्छस् पिटाइ तैँले हेर साँच्चै भने हनुमान
कसम भनेको म भन्छु हनुमानहरूकै लाखो समातेर सराप्यो कसले खै कुन पऱ्यो सुजन तर यहाँ रमाइलो राम्रो गर्नुपर्छ हाँस्नुपर्छ होइन रकेट के रकेट मास हेर त उ भूत बङ्गला गाइज हामी चाहिँ भूत बङ्गलामा आइसकेको छौँ भूत बङ्गला होइन लड्की बङ्गला हो सुजी यो स्वाद चाहिँ किन भन्न स्वाद छ कसम स्वाद देखिएछ पटक फोटो खिच्यो भन्दा पनि खिच्यो तेरोबाट लेन त खिचिदिन्छु साले भाले आइफोन आफूले बोकेछ आइफोन हो यो तर गाइज यसलाई एक्सपिरियन्स छ यो ठाउँको चप्पा चप्पा थाहा छ कहाँ कुनामा कस्तो के छ जमिन किन थाहा छ भने अब तपाईँले गेस गर्नुहोस् है तपाईँले गेस गर्न सक्नुहुन्छ यसलाई चाहिँ किन थाहा छ भनेर यो चाहिँ अलिक त्यस्तो त्यस्तो चिजहरूमा मास्टरी छ कि त्यस्तो त्यस्तो चिज त्यही भएर डराएर मलाई केही नगरे बाबु भनेको ओए शिर नगर फोरो गर आउने तैँले हो हेरे बाबु फोरो नगर त्यस्तरी शिर नगर ए बाबु भूतको सुटिङ गर्न आउने यहाँ एकदिन म फिल्म बनाउँछु स्क्रिप्ट लेख्छु त्यहाँबाट भूतको सुटिङ गर्न आउने होइन झरम झुरुम च्याप हो नि के गर्ने हो होइन बरु घरले च्यापोस् यो सुजी बोकाले च्याप्नु भन्दा त घाम लाग्यो नि फेरि गर्मी हुने भयो नि खै के हनुमान तल छ क्या हनुमान त्यसै अझै न यो चाहिँ तपाईँलाई एउटा चिज बताउनु मन लाग्यो त्यो फिल्महरूमा यताउति पुरानो पुरानो देखाउँछ नि त्यो चाहिँ अब आज टक्क आगो बालेर टक्क मास्तिर गएको देखाउँछ नि त्यो चाहिँ यही हो राजाहरूले बनाएको अब यस्ता यस्ता यस्तो के चित्र बनाउँछन् अब के हो सरी कस्तो के देख्न पाइन्छ अरे तेरै काम ओइ मासाले तेरै काम बाबु तपाईँलाई थाहा छैन म जुन ठाउँमा जान्छु त्यो ठाउँ सुन्दर हुन्छ कि यहाँ पढ्नु होला यहाँ फोहोर निषेधित क्षेत्र यहाँ प्लास्टिक सिसा अन्य फोहोरहरू निषेध छैन यहाँ खै त होइन डस्टबिन राखेको राम्रो एकदम यो चाहिँ एकदम राम्रो पाइला हो सुजनलाई आफ्नो साथीहरूले चिनेर बोलाइसक्यो गर्दै हनुमान यहीँ हुनुहुन्छ हाम्रो चाहिँ हनुमान सर यता चाहिँ हाम्रो सुग्रीव सर सुग्रीव त हनुमानको राजा हो गरे नि कान्छी नगरपालिका र सनातन धर्म सेवा समिति मेहालधारा तथा मेहालधारा टोलवासीद्वारा निर्मित राम्रो ठिक छ तेरो टिकटक प्रोफाइलको बारेमा एउटा वर्णन गर्नु मन लाग्यो गर्लफ्रेन्डको फोटो राखेछ प्रोफाइल पिक्चरमा टिकटकको होइन त्यहाँबाट नाम फेरि बिचरा त्यो मुजी गरेर क्या नाम त मलाई कस्तो टिठै लाग्यो कि तेरो त्यो टिकटक आइडी देख्दाखेरि के अब ल त्यस्तो फोरो नाम राख्ने भए तेरै आफ्नै फोटो राख कि त अरू फोटो राख फेमस नाम हो क्या त्यो फेमस नाम हो तर पनि अब आफ्नो गर्लफ्रेन्डको तेरो गर्लफ्रेन्डको मान्छे कोही चिनेको मान्छेले यताउति देख्यो भने अब तेरो गर्लफ्रेन्डको फोटो छ त्यहाँबाट नाम हेर्दा मुजी छ त्यो इमेज कस्तो हुन्छ भन्न आफै खराब तेरो फोटो राखेर पर नाम चाहिँ मादर चौध राखेर आइडी खोलिदिउँ श्रीनगर आएपछि यसले त्यही हो कि खाली गर्ने त्यही सम्झिन्छ बाबु नानी ओइ लाग्छ के मासाले फेरि गर्न भाइ
तर होइन अरूको कपाल देख्दा पनि कस्तो मन कस्तो चिरिन्छ कटक्क खान्छ बिचरा नर 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 अहिले पुलअप कल धेरै हान्ने आइज हो आइज न ल ल तल त बाबु तल त भेट्नै सक्दैनस् होला जा त उफ्रिन पछि अल्को हो तँ त लम्बु जस्तो भेट्छस् त प्यान्ट चात्यो ऐट गाइस तर यो श्रीनगरको पार्क चाहिँ एकदम राम्रो बनाएको रहेछ यहाँ दोकान पनि रहेछ अङ्कलहरू स्ट्रगल गरिरहनु भएको छ हामी चाहिँ गएर यसो जे नभए पनि अब पानी भए पनि थोरै केही भए पनि किनिदिन्छौँ स्ट्रगल गर्नु भएको छ अङ्कलले अङ्कल आज त मान्छे सान्छे छैन नि त हो र तातो के भन्छ यहाँ फुल्की चाट भन्छ फुल्की खाने कति दुई ठाउँ फुल्की लगाइदिनु न ल यसो अङ्कलले दुःख सुख गरेको देख्दाखेरि आएर खाइदिनु मन लाग्यो कि खाइदिनु न सबै एउटा खाएर भन्छ त्यसपछि चाल भन्नु कि पखाउनु बाबु कति खाएको र मास खान पाउँछस् कौवा मारेर लिएर जानु नखिच्न पर्ने जम्मै खान्थ्यो होला देखाइदिउँ आउँछ युट्युबमा आउँछ क्या युट्युब च्यानल नाम द बच्ची ब्लग्स सबैले सब्सक्राइब गर्नु होला होइन माया देखाउनु दाइलाई पनि द बच्ची ब्लग्स थाहा भएन मलाई यार जहाँबाट नजिक हुन्छ त्यही बाटो लिएर हिँड्यो मलाई श्रीनगरको थाहा छैन नि त चप्पा चप्पा म यसरी आउनु नि त देखाएको यस्तो गर्ने होइन होइन मेरो त रासिया यस्तो गर्ने होइन त्यसपछि यस्तो गर्ने यो अझ ट्याक्क एक फोन यस्तो राखेर टक्क 10 मा 10 ल यहाँ त दुईटा यार बाबु लाइक अब मतलबै छैन कि बाआमाले सोचिराख्नु होला छोराले यस्तो गर्छ उस्तो गर्छ यो बन्छ त्यो बन्छ भनेर तर पनि अब छोरा निस्क्यो मादरचोद न केही गर्न सक्यो न केही गर्न सक्यो होइन त्यस्तै भयो गाइज यो के किरा कमेन्टमा हान्दिनँ त्यसले मलाई टोक्न खोजिरहेको छ अघि नै देखि होइन तर पनि म यसलाई नडराइकन हातमा लिएर हिँड्दा चिरिक 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 पारिरहेको यहाँ भयो हातमा मासाले ल जा तँलाई उद्धार गरिदिन्छु मैले राम्रोसित जाऊ है बेबी डल ल यताबाट जाऊ राम्रोसित ल बुट्टामा जाऊ तिमी यही डिजर्भ गर्छौ राम्रो हरियाली तर मलाई यस्तो किराहरू कति राम्रो माया लाग्छ कि यस्ता कुकुरहरूलाई माया गर्नुभन्दा किरालाई माया गर्नु जाति सुजान हाई भनिदेऊ न सुजान तिमीलाई मैले कति माया गर्छु अनि गाइज एउटा कुरा अर्को पनि यो छ नि अलि अस्ति न श्रीनगरमा आएर त्यो एउटा केटीलाई लिएर आएर साँच्चै भनिदिन्छु म त नलहट भनिदिउँ घर देखाउँछु भनेको देखिने यो डाँडाबाट तल क्या
अनि यो चाहिँ तानसिनको भ्यू यस्तो छ। यता अझै माथिबाट खिच्न पाएको झन् राम्रो हुन्थ्यो होला के अरे। यहाँ बसेर हेरिरहेको कुकुर बुद्ध। ए म त त्यत्तिकै आइदिएको यार, सरी। हनुमान के छ भन्न। म चाहिँ घर आइपुग्न लागिसकेको छु। अनि आजको लागि चाहिँ यति नै। अब अर्को भ्लगमा भेटौँ है त।